हेलो साथीहरु नमस्ते तपाईहरुलाई मेरो YouTube च्यानलमा स्वागत छ है त। आज चाहिँ तपाईहरुलाई मैले चाहिँ सलाइबाट न्युमेरिकल लिएको छु है। सलाइबाट न्युमेरिकल चाहियो भन्नुभएको थियो नि त हैन। आज त्यही भएर मैले चाहिँ सलाइबाट न्युमेरिकल लिएको छु है त आरसी स्ट्रक्चरबाट है त। अब यो क्वेशन चाहिँ हेरौँ है। यो चाहिँ सलाइबाट न्युमेरिकल लिएको छु जुन क्वेशन चाहिँ 2081 सालमा सोधिसकेको न्युमेरिकल हो है। अब यो क्वेशन चाहिँ हेरौँ है त। डिजाइन ओन वे सिम्पली सपोर्टेड स्ल्याब है। हामीलाई चाहिँ डिजाइन चाहिँ के गर्नु पर्यो त ओन वे सिम्पली सपोर्टेडको चाहिँ स्ल्याबको चाहिँ हामीले डिजाइन पर्ने भयो। फर अ क्लियर स्पान 3.5 मिटर हामीलाई के दियो त क्लियर स्पान 3.5 मिटर चाहिँ दियो। द स्ल्याब इज सपोर्टेड ओन वाल अफ विथ 300 mm चाहिँ दियो है। द स्ल्याब अफ सपोर्टेड चाहिँ वालको चाहिँ कति दियो त बेरिङ भनेको सपोर्ट हो है 300 mm दियो। द स्ल्याब इज क्यारिङ अ लाइभ लोड अफ 3 kN per meter square है। हामीलाई चाहिँ लाइभ लोड कति दियो त 3 kN per meter square and floor finish 1 kN per meter square floor finish 1 kN per meter square use M20 grade of concrete and PB415 grade of steel check for shear and deflection भयो है त है। क्वेशन चाहिँ बुझ्नु भयो होला है नि त। के भनेको छ भने चाहिँ एउटा सिम्पली सपोर्टेड स्ल्याब छ रे जुन चाहिँ ओन वे छ रे हामीले चाहिँ चेक फर स्ल्याब चाहिँ गर्नु परेन है। डाइरेक्ट क्वेशनले नै भनौँ ओन वे स्ल्याब चाहिँ डिजाइन गर भनेको हैन। जसको चाहिँ क्लियर स्पान 3.5 मिटर छ रे। अनि चाहिँ बेरिङ भनेको चाहिँ सपोर्ट हो है। वालको विड्थ कति दिएको छ 300 mm दिएछ रे। अनि स्ल्याब त अनि लाइभ लोड कति दिएर 3 kN per meter square छ जसमा चाहिँ फ्लोर फिनिश कति छ 1 kN per meter square छ। अनि चाहिँ M20 ग्रेडको कंक्रिट चाहिँ युज भएको रहेछ। अनि चाहिँ FP415 को ग्रेड अफ स्टिल चाहिँ के भयो त युज भएको रहेछ। अनि चेक फर शेयर एन्ड डिफ्लेक्सन हामीले चाहिँ के गर्नुपर्छ चेक गर्नुपर्ने छ है त। अब यति भइसकेपछि है त यति क्वेशन बुझिसकेपछि अब सोलुसनतिर लागौँ है। यो क्वेशनलाई सल्भ गर्नुभन्दा अगाडि यदि मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है त। अनि चाहिँ एउटा छोटो मिठो कमेन्ट चाहिँ छोड्नु होला है त। नबुझेको ठाउँमा चाहिँ कमेन्ट पनि छोड्नु होला है त। अब चाहिँ भिडियो टेस्ट गरौँ है त। अब मैले चाहिँ दिएको कुरा लेखेँ है। फर्स्ट स्टेपमा चाहिँ पहिला हामी चाहिँ दिएको कुरा लेखौँ। क्लियर स्पान L बराबर 3.5 मिटर छ। बेरिङ भनेको सपोर्ट हो वालको विड्थ हो। बीचको कति छ त 300 mm छ। यसलाई चाहिँ मैले बिड्यास मानेको छु है। अनि चाहिँ लाइभ लोड बराबर 3 kN per meter square अनि फ्लो फिनिशिङ लोड बराबर कति दिएको त 1 kN per meter square दियो। अब एफसीके है एफसीके बराबर कति दियो त 20 N per m square है। यो चाहिँ M20 ग्रेड अफ स्टिल सरी M20 कंक्रिटको लागि। अनि एफआई भनेको चाहिँ कति थियो 415 चाहिँ mm square चाहिँ एफई 415 को लागि चाहिँ के थियो है ग्रेड अफ स्टिल दियो है। यहाँसम्म चाहिँ क्लियर होला हैन। यहाँसम्म चाहिँ अब यस्तो कुरा चाहिँ तपाईहरुले सिकाइरहनु पर्दैन है। अब एफसीके भनेको के हो यो चाहिँ कहाँबाट लेखेको भन्ने कुरो तपाईहरुमा यदि जिज्ञासा छ भने चाहिँ हैन है। एफसीके भनेको के हो त क्यारेक्टरिस्टिक कम्प्रेसिभ स्ट्रिङ है। एफसीके भनेको क्यारेक्टरिस्टिक कम्प्रेसिभ स्ट्रिङ एफसीके हैन। हामी चाहिँ कति युज भएको छ M20 ग्रेड भएको छ हैन। M20 भनेको है M20 ग्रेड भएको छ भनेपछि एफसीके को भ्यालु कति हुँदो रहेछ त 20 हुँदो रहेछ। यो चाहिँ न्युटन पर mm स्क्वायर मा चाहिँ हो है। अनि चाहिँ अब स्टिलको लागि है। अब स्टिलको लागि एफई 415 स्टिलको लागि ग्रेड अफ स्टिलको लागि है एफआई को भ्यालु कति हुँदो रहेछ त हेर्नु होला त। यो एफई 415 ग्रेड भएको छ नि त हाम्रो हैन। यो चाहिँ कति हुन्छ एफआई को भ्यालु हुन्छ 415 चाहिँ न्युटन पर mm स्क्वायर हुन्छ है। इल स्ट्रिङ है एफआई भनेको इल स्ट्रेस है। अब चाहिँ यो चाहिँ बुझ्नु भयो होला हैन। अब यति सिम्पल कुरा चाहिँ तपाईहरुले भनिरहनु पर्दैन है। यो चाहिँ थाहा पाउनु पर्यो। अब एक नम्बरमा चाहिँ हैन तपाईहरुलाई मैले स्टेप बाइ स्टेप चाहिँ यो छ मसँग छ हैन। अब है डिजाइन ओन वे स्ल्याब हैन के सिम्पली सपोर्टेड स्ल्याबको लागि हैन एक स्टेप नम्बर 1 मा के गर्ने हैन। स्टेप छ एक नम्बर स्टेपमा के गर्ने चेक फर स्ल्याब 2 नम्बर सिलेक्सन अफ पिन डिप भन्ने यो सबै छ मसँग हैन। 3 नम्बरमा एफटी स्पान अनि सबै छ मसँग छ त। अब यो भए तापनि म तपाईहरुलाई देखाउँदैन हैन। स्टेपहरु भनेका यिनी मेरो लागि है। यिनी तपाईहरुको लागि पनि स्टेप भनेका 1 नम्बर हाल्दिएको छु 2 नम्बर हाल्दिएको छु हैन। यति 4 नम्बर यसरी 5 नम्बर भनेर अलग्गै स्पष्ट देखाइदिएको छु। यिनी चाहिँ तपाईहरु चाहिँ स्टेप मान्नु होला है। अब 1 नम्बरमा स्टेपमा अब यहाँ चाहिँ के छ चेक फर स्ल्याब छ। अब चेक फर स्ल्याबमा चाहिँ है अब हामीले चाहिँ के गर्नुपर्छ त क्वेशनमा चेक फर स्ल्याब चाहिँ गर्नु परे छैन है। किनकि हामीले चाहिँ डाइरेक्ट भनेको छ ओन वे स्ल्याब हो रे भनेछ अनि सिम्पली सपोर्टेड भनेको छ है। अब तपाईहरु यदि चेक फर स्ल्याब यदि क्वेशनमा आयो भने हैन आइहाल्यो भने चाहिँ अब येलो एलेक्स भन्यो भने चाहिँ अब येलो एलेक्स भनेको चाहिँ है सर्टन स्पान र लङ्गर स्पान भन्ने चाहिँ भ्यालु दिएको हुन्छ कि डाइमेन्सन दिएको हुन्छ है क्वेशनमा। यदि दिएको छ भने हैन येलो भनेको लङ्गर स्पानको हैन ठुलो भ्यालु हाल्नु होला। अनि एलेक्स भनेको सर्टन स्पानको है जुन चाहिँ सानो भ्यालु छ त्यो चाहिँ हाल्नु होला। अनि चाहिँ त्यो यसको येलो पनि एलेक्सको रेशियो चाहिँ यदि ग्रेटर देन अथवा हैन 2 भन्दा ठुलो अथवा 2
2 चाहिँ 2 बराबरको आयो भने चाहिँ के त्यसलाई चाहिँ 1 वे स्ल्याब मान्नु होला हैन। यदि 2 भन्दा सानो आयो भने चाहिँ के भन्नु भन्दा 2 वे स्ल्याब चाहिँ मान्नु होला है त। यति चाहिँ चेक फर स्ल्याबमा चाहिँ गर्नु होला है त 1 नम्बर स्टेपमा यो है। अब हामीले चाहिँ गर्नु परेन किनकि हामीले के भनेको छ अलरेडी 1 वे स्ल्याब हो भनेको छ है त। अब हामी चाहिँ अब यहाँ चाहिँ 2 नम्बरमा सिलेक्सन पिन डिप अफ स्ल्याब भनेको छ। अब 1 नम्बरमा हाम्रो ए हुने भइहाल्यो हैन। अब 1 नम्बरमा के हुने भन्दा हाम्रो सिलेक्सन अफ पिन डिप अफ स्ल्याब। अब यसमा चाहिँ हामी चाहिँ के पत्ता लगाउँछौँ भनेपछि यसमा चाहिँ हामी चाहिँ एफिटी डिप हैन ओभरअल डिप चाहिँ स्ल्याबको कति होला त्यो पत्ता लगाउँछौँ है। अब द बेसिक भ्यालु फर सिम्पल स्ल्याबको लागि कति हुन्छ 20 हुन्छ है। यो चाहिँ तपाईहरुले थाहा पाउनु पर्यो। यो पनि आइएस कोडले नै दिएको है। म तपाईहरुलाई देखाइदिन्छु है। मसँग आइएस कोड मैले चाहिँ यसै प्रिन्टमा गरेर राखेको छु हैन। हेर्नु होला त्यहाँ है आइएस कोड 456/2000 हैन। पेज नम्बर 37 मा के हुन्छ भनेपछि हेर्नु होला त है। क्यान्टिलिभरको लागि चाहिँ बेसिक भ्यालु चाहिँ कति हुन्छ 7 हुन्छ। सिम्पलेस्ट सपोर्टेडको लागि 20 हुन्छ अनि कन्टिन्युसको लागि के हुन्छ 26 हुन्छ है। त्यही भएर चाहिँ हामीले के छ अहिले सिम्पलेस्ट सपोर्टेडको लागि के हुन्छ भ्यालु 20 हुन्छ। अब यसको लागि हामीलाई चाहिँ के चाहिन्छ भने चाहिँ एफिटी डिप पत्ता लगाउन एउटा मोडिफिकेसन फ्याक्टर चाहिन्छ के मोडिफिकेसन फ्याक्टर हैन। मोडिफिकेसन फ्याक्टर पनि हामी चाहिँ अहिले चाहिँ अन्तिमतिर चाहिँ पत्ता लगाउनु पर्छ के हैन। कसरी पत्ता लगाउनु पर्छ म चाहिँ पछाडी चाहिँ डिटेलमा भनिदिन्छु। अहिले चाहिँ हामीले चाहिँ मोडिफिकेसन फ्याक्टर चाहिँ एफिटी डिप पत्ता लगाउनको लागि हामीले चाहिँ एज्युम गर्नुपर्ने हुन्छ है। एज्युम है यो p भनेको पर्सेन्टेज अफ 0.45 मान्यौं हैन। पर्सेन्टेज अफ रेनफोर्स हैन 0.45 मान्यौं अनि चाहिँ एन एफएस बराबर 240 न्युटन पर एम स्क्वायर मान्यौं अनि चाहिँ यसको चाहिँ मोडिफिकेसन फ्याक्टर कति हुन्छ त 1.20 हुन्छ है। यो चाहिँ हामीले अहिले चाहिँ पत्ता लगाउनु पर्छ क्याराबाट है। यहाँबाट पत्ता लगाउनु पर्छ के हामीले चाहिँ हैन। यो पनि यहाँबाट पत्ता लगाउनु पर्छ। यो चाहिँ अहिले लास्टमा चाहिँ कसरी पत्ता लगाउनु पर्छ त्यो चाहिँ म भनिदिन्छु है। हामीले चाहिँ अहिले लास्टमा चाहिँ पत्ता लगाएर चाहिँ हिसाब गर्नुपर्ने हुन्छ है। अहिले चाहिँ हामीले चाहिँ यति चाहिँ एज्युम चाहिँ गर्यौं है। तपाईहरुले यो र यो भ्यालु चाहिँ तपाईहरुले चाहिँ दिमागमा कन्सेप्टमा बिसाल्नु पर्यो है। यदि तपाईहरु न्युमेरिकल गर्न चाहनुहुन्छ भने चाहिँ यो र यो चाहिँ दिमागमा चाहिँ बसाल्नु पर्यो है त। अब इफेक्टिभ डिप चाहिँ कति पत्ता लगाउनु मिनिमम इफेक्टिभ डिप चाहिँ कति चाहिएला हैन। अब यो चाहिँ इफेक्टिभ डिप पत्ता लगाउने फर्मुला के हो भने डी बाइ हैन क्लियर स्पान अपन है यो मोडिफिकेसन फ्याक्टर इन्टु सिम्पलेस्ट सपोर्टेडको भ्यालु हाल्नु होला है। अनि डी भनेको एल बाइ 1.20 इन्टु 1.20 इन्टु 20 है। 1.20 भनेको चाहिँ मोडिफिकेसन फ्याक्टर भइहाल्यो अनि 20 भनेको चाहिँ सिम्पलेस्ट सपोर्टेडको भ्यालु अनि एल भनेको के त क्लियर स्पान है। क्लियर स्पान भनेको चाहिँ 3.5 छ अनि 1.20 इन्टु 20 हान्दा कति आयो त 0.145 के आयो त 0.145 मिटर आयो। अनि यसलाई चाहिँ 1000 ले गुणन गर्नुस्। 1000 ले गुणन गर्दा चाहिँ 145 एमएम चाहिँ के आयो त हाम्रो एमएम मा। अनि यसलाई चाहिँ मैले चाहिँ 150 एमएम चाहिँ मानेको छु है। यसम्म चाहिँ मान्न सक्यो है। यहाँसम्म चाहिँ बुझ्नु भयो हैन केही छैन। अब चाहिँ एफिटी डिप त पत्ता लगायो। अब चाहिँ हामीले के हो ओभरअल डिप पत्ता लगाउनु। ओभरअल डिप पत्ता लगाउनको लागि के हुन्छ त एफिटी डिप प्लस एफिटी कभर हुन्छ है। एफिटी कभर भनेको सी है। सी भनेको हामीले कति एज्युम गर्नु त 25 एमएम चाहिँ एज्युम गर्यौं। अब ओभरअल डिप कति हुने हो त डी प्लस सी हुने भयो हैन। डी भनेको कति छ 150 छ प्लस सी भनेको कति छ 20 छ अनि यो चाहिँ गर्दा कति आयो त 175 एमएम चाहिँ आयो है त। अनि अब एफिटी स्पान पत्ता लगाउनु पर्यो है। एफिटी स्पान पत्ता लगाउने चाहिँ हामी दुई तरिकाबाट पत्ता लगाउँछौँ। एउटा सेन्टर टु सेन्टर डिस्टेन्स मानेर हैन एउटा चाहिँ क्लियर स्पान प्लस एफिटी डिप मानेर चाहिँ हामीले के भन्छौँ पत्ता लगाउँछौँ है। हामीले दुई तरिकाले चाहिँ एफिटी स्पान पत्ता लगाउँछौँ हैन। यो दुईटा तरिकाबाट चाहिँ जसको भ्यालु चाहिँ सानो आउँछ हामी चाहिँ त्यही युज गर्छौँ के है। अब जस्तै अब एक नम्बरमा के त सेन्टर टु सेन्टर डिस्टेन्स भनेको चाहिँ क्लियर स्पान प्लस है बी ड्याश बाइ 2 प्लस बी ड्याश बाइ 2 है। अब हैन क्लियर सेन्टर टु सेन्टर डिस्टेन्स म फिगरबाट स्पष्ट देखाइदिन्छु तपाईलाई। लास्ट यस्तो फिगर बनाउनु पर्छ के हैन। यो चाहिँ हाम्रो 300 एमएम भनेको के भयो सपोर्ट भयो वालको विड्थ भयो हैन। अनि यो पनि के भयो त 300 एमएम भइहाल्यो। अब यहाँदेखि यहाँसम्म भनेको हाम्रो क्लियर स्पान हो नि त हैन। अब एफिटी स्पान पत्ता लगाउने बेला के हुन्छ भने यो क्लियर स्पान भनेको 35 छ है। 3500 भनेको यो 3.5 चाहिँ हाम्रो मिटरमा थियो। यसलाई चाहिँ 1000 ले गुणन गरेपछि के आयो त 3500 चाहिँ के आयो त हाम्रो एमएम आयो। अब एफिटी स्पानबाट के हुन्छ भने यो क्लियर स्पान प्लस यसको चाहिँ यहाँ ठ्याक्कै यसको चाहिँ आधा हैन यो बेरिङ बाइ आधा अनि यसको पनि बेरिङ बाइ आधा हुन्छ के त्यही गरेको है। अरु केही पनि गरेको हैन। है त्यही गरेको। अनि बी ड्याश बाइ अब सपोर्ट मैले यो बेरिङको बी मानेको थिएँ नि बी ड्याश भनेको 300 एमएम हैन। अनि क्लियर स्पान प्लस बी ड्याश बाइ 2 प्लस बी ड्याश बाइ 2 गर्दा कति आयो त है। बी ड्याश भनेको 300 एमएम मा थियो। यसलाई चाहिँ मिटरमा कन्भर्ट गर्ने
है 1000ले भागा गरेँ 1000ले भागा गर्दा कति आयो त 0.3 मिटर आयो अनि चाहिँ यो क्याल्कुलेसन गर्दा कति आयो त 3.8 मिटर चाहिँ हाम्रो के आयो त है एउटा एक नम्बरमा चाहिँ इफेक्टिभ स्पान चाहिँ यति आयो। अब अर्को नम्बरमा कसरी पत्ता लगाउने क्लियर स्पान प्लस इफेक्टिभ है क्लियर स्पान भनेको कति छ 3.5 मिटर छ अनि इफेक्टिभ भनेको कति छ 150 थियो हो कि न 150 ले चाहिँ 1000ले भागा गर्नुस् के आयो त हाम्रो मिटरमा आयो 0.15 आयो अनि यो जोड्दा कति आयो त 3.65 मिटर आयो। अब हेर्नु ल मैले के भने यो दुईटा मध्ये जसको भ्यालु सानो छ त्यही चाहिँ हाम्रो के हुन्छ इफेक्टिभ स्पान हुन्छ भने त अब यहाँ एक नम्बरमा कति आयो त 3.8 मिटर आयो दुई नम्बरमा कति आयो त 3.65 अब यो दुईटा मध्ये सानो भ्यालु भनेको त यो हो नि त हैन 3.65 मिटर हो नि त है 3.65 मिटर हो नि त अब त्यही भएर चाहिँ हाम्रो के हुने त देयरफोर यल इफेक्टिभ बराबर कति भयो त 3.65 मिटर चाहिँ भयो है त यहाँसम्म चाहिँ डाउट चाहिँ छैन हैन। अब हामीले के पत्ता लगाउनु पर्यो 3 नम्बरमा डिजाइन लोड एन्ड बेन्डिङ मोमेन्ट चाहिँ क्याल्कुलेसन गर्नु पर्यो है। अब डिजाइन लोड कसरी क्याल्कुलेसन गर्ने भनेपछि हामीले चाहिँ हैन ओभरअल हैन जस्तै यल इफेक्टिभ भनेको 3.65 मिटर छ भने 3.65 मिटरको हामीले 1 मिटरसम्म चाहिँ हामीले चाहिँ के डिजाइन लोड एन्ड बेन्डिङ मोमेन्ट गर्छौँ के हैन। अब एजिङ 1 मिटर चाहिँ विथ मैले चाहिँ माने है एजिङ 1 मिटर चाहिँ विथ माने। अब सेल्फ वेट चाहिँ पत्ता लगाउनु पर्यो सेल्फ वेट पत्ता लगाउने फर्मुला के भने चाहिँ b * d हो यो चाहिँ d हो है यो चाहिँ अलिकति केरिमेरी भएको छ यो b * d * गामा rcc हो के है यो चाहिँ d हो यो अब के हुन्छ भने चाहिँ b * d * गामा rcc b भनेको a भ्यालु 1 मिटर हो कि नै 1 मिटर अनि d भनेको ओभरअल d भ्यालु 175 mm यसलाई चाहिँ मिटरमा लैजानको लागि 0 1000ले भाग गरेपछि 0.175 आयो हो कि नै अनि गामा rcc भनेको के हो यो डेन्सिटीको rcc हो डेन्सिटी अफ rcc rcc भनेको 25 किलोन्युटन पर मिटर क्युब हुन्छ नि त हैन यो चाहिँ गामा rcc को भ्यालु हो यो चाहिँ याद राख्नु होला है। यो क्याल्कुलेसन गर्दा कति आयो त 4.375 किलोन्युटन पर मिटर आयो। अब लाइभ लोड फलोर प्रिन्सिपल लोड पनि दिएको छ नि त हामीले हैन लाइभ लोड फलोर प्रिन्सिपल लोड अब डिजाइन लोड गर्ने बेला चाहिँ हामी लाइभ लोड फलोर प्रिन्सिपल जुन चाहिँ हामीले 1 मिटर चाहिँ एजिङ विथ गरेछौँ नि त्यसले चाहिँ क्याल्कुलेसन गर्छौँ है। लाइभ लोड कति थियो 3 थियो 3 लाई 1 ले गुणन गर्दा 3 किलोन्युटन पर मिटर भ्यालु अनि फलोर प्रिन्सिपल लोड भनेको 1 थियो हैन 1 लाई 1 ले मल्टिप्लाई गर्दा के आयो त किलोन्युटन पर मिटरमा आयो 1 आयो हैन। अब टोटल लोड जोड्दिनुस् हैन यो 1 जोड्दिनुस् यो 3 जोड्दिनुस् यो 4.375 जोड्दिनुस् हैन यो जोड्दा कति आयो त हाम्रो है टोटल लोड बराबर कति आयो त 8.375 किलोन्युटन पर मिटर आयो है केही पनि गरेको छैन यहाँसम्म। अब डिजाइन लोड पत्ता लगाउनु पर्यो डिजाइन लोड पत्ता लगाउने बेला यो जति टोटल लोड आएको छ त्यसलाई चाहिँ 1.5 ले मल्टिप्लाई गर्दैन है हामीले चाहिँ टोटल लोड पनि 8.375 आयो यसले चाहिँ 1.5 ले मल्टिप्लाई गर्दा के आयो त हाम्रो डिजाइन लोड आयो डिजाइन लोड कति आयो त 12.5625 किलोन्युटन पर मिटर आयो है यहाँसम्म चाहिँ बुझ्नु भयो हैन। मैले चाहिँ तपाईहरुलाई चाहिँ हैन सजिलो भन्न चाहिँ सजिलो हुन्छ भनेर हो के मैले अब यदि मैले लेख्दै गर्दै गरे भने चाहिँ भिडियो एकदम लामो हुन्छ के तपाईहरु हैन भिडियो पज गर्नुस् अनि टक्क चाहिँ नबुझेको ठाउँमा चाहिँ मज्जासँग भिडियो रिपिट गर्नुस् हैन हेर्नुस् है त्यसपछि अनि चाहिँ टक्क सार्नुस् है। अब हामीले के पत्ता लगाउनु पर्यो अर्को फ्याक्टर मोमेन्ट पत्ता लगाउनु फ्याक्टर मोमेन्ट भनेको के यामी है। अब यामी बराबर फर्मुला के हुन्छ भने चाहिँ यामी बराबर WU * यल इफेक्टिभ का होल स्क्वायर अपन 8 हुन्छ के है यल इफेक्टिभ का स्क्वायर अपन 8 हुन्छ। अब WU भनेको के हो त डिजाइन लोड हो डिजाइन लोड भनेको कति आछ 12.5625 आएको छ सरी देखेको रहेछ 12.5625 किलोन्युटन पर मिटरमा आएको छ हो नै त। अब आएपछि W भनेको 12.5625 इन्टु यल इफेक्टिभ भनेको कति छ त 3.65 का स्क्वायर अपन 8 गर्दा कति आयो त 20.920 किलोन्युटन मिटरमा आयो। यसलाई चाहिँ हैन यो किलोन्युटन छ न्युटनमा लैजानको लागि 1000 ले गुणन गर्नुस् इन्टु यो चाहिँ मिटर छ मिटरलाई एमएम लैजानको लागि फेरि 1000 ले गुणन गर्नुस् 1 2 3 1 2 3 भनेपछि कतिवटा 6 वटा 0 भयो अनि यसलाई 10 को पावर 6 न्युटन पर एमएम मा लेखेको है यहाँसम्म चाहिँ नो डाउट हैन। अब हामीले चाहिँ इफेक्टिभ पत्ता लगाउनु पर्यो हैन एउटा यो फर्मुला युज गर्छौं यो फर्मुला युज गरेपछि हामीले चाहिँ इफेक्टिभ पत्ता लगाउँछौं डी को भ्यालु पत्ता लगाउँछौं यो यहाँबाट यो यसको डी को भ्यालु चाहिँ सानो आउनु पर्यो को भन्दा त इफेक्टिभ हामीले जुन यो पत्ता लगाउँछौं नि यो है 150 भनेको इफेक्टिभ हो नि त हैन 150 भन्दा चाहिँ सानो आउनु पर्यो के सानो आएपछि हाम्रो चाहिँ के हुन्छ त स्ल्याब चाहिँ सेप हुन्छ है त। अब चाहिँ यो फर्मुला राखौं यामी लिमिटेड बराबर यामी इक्वल टु के हुन्छ 0.36 एक्सयू यामी एक्स अपन डी 1 - 0.42 एक्सयू यामी एक्स अपन डी बीडी स्क्वायर इन्टु के हुन्छ त एफसीके यो फर्मुला चाहिँ हुन्छ। यो फर्मुला चाहिँ तपाईहरुलाई थाहा होला हैन। अब
अब 0.36 को ए भ्यालु अनि एक्स एमएक्स डी भनेको अब यसको भ्यालु चाहियो हैन अरु भनेको बी भनेको है अब हामी यहाँ उँधो जति पनि न्युमेरिकल सल्भ गर्छौं नि अब बी को भ्यालु चाहिँ हामी जहिले पनि चाहिँ 100 mm सरी 1000 mm चाहिँ राख्छौं है अघि हामीले 1 मिटर इज्युम गर्नु नि त्यो 1 मिटरलाई चाहिँ 1000 ले गुणन गरेपछि के हो त हाम्रो एमएम आयो है अब यहाँ उँधो जति चाहिँ हामी न्युमेरिकल गर्छौं त्यो चाहिँ बी को भ्यालु जहिले पनि 1000 राख्ने कन्सेप्टमा त्यो चाहिँ माइन्डमा चाहिँ सेभ गर्ने है अब एमएम भनेको चाहिँ हैन अब एक्स एमएक्स अब डी को भ्यालु कसरी अब कहाँबाट राख्ने हो यो पनि आइएस कोडबाट है आइएस कोड तपाईहरुको लागि एकदम मोस्ट इम्पोर्टेन्ट हो के तपाईहरुले चाहिँ राख्नु होला है त प्रिन्ट गरेर अब जस्तै हाम्रो के हो याफी 415 स्टिलको लागि युज भएको नि त हैन याफी 415 स्टिलको युज हुँदा कति हुन्छ भने चाहिँ एक्स एमएक्स अपन डी को भ्यालु कति हुन्छ 0.48 हुन्छ है अब याफी 250 भएकोलाई चाहिँ यति युज गर्दियो हैन याफी 500 भएको चाहिँ यति युज गर्नु तर हामीलाई के हुन्छ याफी 415 भएकोलाई कति युज गर्नु त 0.48 युज गर्यौं है त है 0.36 को 0.36 भइहाल्यो अनि एक्स एमएक्स अपन डी भनेको 0.48 अनि 1 - 0.42 इन्टु यो भनेको 0.48 भइहाल्यो अनि बी भनेको 1000 भइहाल्यो अनि डी भनेको चाहिँ है डी भनेको हामीले पत्ता लगाउने हो अनि एफसी को भनेको कति छ 20 छ है अब यो यसलाई चाहिँ क्याल्कुलेसनमा हैन यति क्याल्कुलेटरमा सल्भ गर्नु पर्यो है डाइरेक्ट है अब सल्भ कसरी गर्ने म तपाईलाई देखाइदिन्छु है यदि आउँदैन भन्छ अब यो भ्यालु टक हान्ने कि जे छ त्यही अब कति छ त हामीसँग है 20 पोइन्ट हेर्नु होला है 20.920 इन्टु 10 को पावर 6 छ अब के चाहियो हामीले इक्वल टु चाहियो इक्वल टु कहाँबाट ल्याउने हेर्नु होला है यो अल्फा हान्नुस् अनि यो सल्भ हान्नुमा हान्नु भयो भने चाहिँ अल्फा थिचन अनि सल्भ थिचन भयो भने के आउँछ हाम्रो इक्वल टु आउँछ अल्फा सल्भ थिचन इक्वल टु आयो हैन अनि 0.6 छ हाम्रो भ्यालु हैन इन्टु अब एक्स एमएक्स अब डी भनेको कति छ 0.48 छ हो कि नै इन्टु अनि कोस्ट बन्द छ हैन कोस्ट बन्द छ अनि 1 - 0.42 छ हैन इन्टु अनि चाहिँ फेरि 0.48 अब कोस्ट बन्द गरे हैन इन्टु हान्नुस् अनि बी भनेको चाहिँ 1000 छ इन्टु अनि अब डी भनेको के हुन्छ अब डी भनेको अब हामीले यसलाई के हान्ने एक्स हान्ने अब एक्स काट हान्ने अल्फा हान्ने अनि यो कोस्ट बन्द गरेको ठाउँमा नै अल्फा कोस्ट बन्द गर्ने है एमा सरी देखेको हुनेछ यो अल्फा थिच्नु होला अनि कोस्ट बन्द गर्ने छ नि यो एमा थिच्नु भने हाम्रो के आउँछ एक्स को भ्यालु आउँछ है हेर्नु होला है अल्फा थिचे अनि कोस्ट बन्नेको ठाउँमा के आयो त एक्स अब के छ एक्स भनेको डी हो डी के छ स्क्वायरमा छ स्क्वायरमा हान्दै इन्टु अनि एफसी को भनेको कति छ 20 अब यति चाहिँ भ्यालु यहाँ चाहिँ हान्नु भयो होला हैन यति भ्यालु हानिसकेपछि अब सल्भ गर्ने यतिर राख्ने अब सल्भ कसरी गर्ने शिफ्ट थिच्ने है यति भ्यालु हानिसकेपछि शिफ्ट थिच्ने अनि चाहिँ यो सल्भ भन्ने तलतिर छ नि यो सल्भ थिच्नु होला अनि चाहिँ इक्वल टु थिचेपछि हाम्रो के आउँछ भ्यालु आउँछ है कति आयो त 87.07 चाहिँ एक्स को भ्यालु एक्स भनेको यो डी हो है यो डी चाहिँ के आउनु भयो त इफेक्टिभ भन्दा माथि हामीले जुन निकालेको छौं त्यो भन्दा चाहिँ के आउनु सानो आउनु पर्यो है भनेको त आइगयो नि त हैन डी बराबर कति आयो त 87.07 mm आयो अनि लेस देन कति आयो त 150 mm चाहिँ के आयो त हाम्रो चाहिँ है लेस देन आयो हैन हाम्रो इफेक्टिभ भनेको माथि 150 mm आएको थियो अनि यो चाहिँ यदि चाहिँ सानो आयो भने चाहिँ हैन यो 150 भन्दा सानो आएपछि हाम्रो के हो त सल्भ चाहिँ सेभ भयो के है मैले त्यही लेखेको छु सेक्सन इज सेभ एन्ड अन्डरलाइन फर सेक्सन भयो है यहाँसम्म चाहिँ नो डाउट हैन अब यति भइसकेपछि एरिया अफ स्टिल लुकआउट पत्ता लगाउनु पर्यो यो एरिया अफ स्टिल लुकआउट हामीले चाहिँ यो चाहिँ हैन मेन बार पत्ता लगाएको है यो चाहिँ एरिया अफ स्टिल अब हामी चाहिँ फर्स्ट चाहिँ हैन मेन बारको लागि पत्ता लगाउँछौं है अब हामी चाहिँ हैन स्टिलको चाहिँ हैन अब स्टिल एरिया अफ स्टिल पत्ता लगाउन एउटा मेन बारको कति होला त्यो पत्ता लगाउँछ अनि एउटा डिस्ट्रिब्युसन बारको चाहिँ स्टिल कति चाहिला हैन डिस्ट्रिब्युसन बारको लागि त्यो चाहिँ पत्ता लगाउँछौं है अब त्यो भन्दा अगाडि चाहिँ मेन बार भनेको के अब मेन बार केलाई भनिन्छ अब डिस्ट्रिब्युसन बार भनेको थाहा पाऊँ है यो जस्तै यो स्ल्याब भरे हैन तपाईहरुले रड चाहिँ यस्तो हाल्नु भयो है तपाईहरुले रडहरु चाहिँ यस्तो हाल्नु भयो भने चाहिँ यो के हुन्छ हाम्रो डिस्ट्रिब्युसन बार है डिस्ट्रिब्युसन बार अब यस्तो चाहिँ हाल्नु भयो है तपाईले यस्तो शटर स्प्यानमा यो के हो त हाम्रो मेन बार हो है बार है जुन चाहिँ शटर स्प्यानमा हालिन्छ त्यो चाहिँ मेन बार जुन चाहिँ लङ्गर स्प्यानमा हालिन्छ त्यो चाहिँ डिस्ट्रिब्युसन बार है अब यो चाहिँ अब हामी चाहिँ मेन बार पत्ता लगाउँ है यो भनेको के हाम्रो मेन बार हो है यो चाहिँ एरिया अफ स्टिल पत्ता लगाएको हाम्रो के रे मेन बार है मेन बारको लागि चाहिँ अब एरिया अफ स्टिल कति होला त्यो पत्ता लगाउनु पर्यो अब त्यो पत्ता लगाउनको लागि तपाईहरुले चाहिँ एउटा फर्मुला थाहा हुनु पर्यो m बराबर 0.87 या पर ASTD 1 माइनस या पर AST BD FC के है भ्यालु फटाफट राख्नुस् m भनेको त्यही भइहाल्यो है यति भइहाल्यो
अनि चाहिँ 0.87 एफआई भनेको 415 अनि एएसटी भनेको चाहिँ एएसटी होइन हामीले एएसटी को भ्यालु पत्ता लगाउनु पर्ने छ नि त होइन मेन बारको लागि चाहिँ स्टिल चाहिँ कति चाहियो त्यो पत्ता लगाउनु पर्ने छ नि त होइन अनि डी भनेको कति छ डी भनेको है स्मल डी भनेको 150 भइहाल्यो इन्टु 1 माइनस 415 इन्टु एएसटी को एएसटी भइहाल्यो एएसटी हामीले पत्ता लगाउनु पर्ने छ बी भनेको चाहिँ मैले के हुन्छ यहाँ त उयो जति पनि बी आउँछ त्यसको लागि 1000 युज गर्ने 1000 भइहाल्यो अनि डी भनेको चाहिँ 150 है यो भनेको 150 है बीडी एफसीको छ नि बी भनेको 1000 भइहाल्यो अनि डी भनेको चाहिँ 150 है 150 नचुक्न ल 150 है अनि एफसीको भनेको 20 है अब यसलाई क्याल्कुलेसनमा सल्भ गर्दा कति आउँछ एएसटी को भ्यालु चाहिँ 409.47 चाहिँ के आयो त हाम्रो एमएम स्क्वायरमा चाहिँ के आयो त हाम्रो मेन बारको चाहिँ एरिया आयो है अब यो क्याल्कुलेसनमा सल्भ गर्ने सेम तरिका त्यही हो म चाहिँ एकचोटि यसलाई सरसरी भनिदिन्छु हेर्नुलाई भ्यालु भक्का भक्का राख्ने क्या भ्यालु है बच्चा 20 point कति छ 9920 इन्टु 10 को पावर 6 होइन अनि तल ल्याउनुस् अनि चाहिँ इक्वल टु चाहिएको अल्फा सल्भ भन्ने अल्फा सल्भ आयो भने इक्वल टु आयो अनि 0.87 इन्टु भ्यालु छ होइन 0.87 अनि चाहिँ एफआई भनेको 415 होइन इन्टु अनि चाहिँ डी भनेको कति छ 150 इन्टु एक्स आयो नि त अब एरिया अफ स्टिल भनेको एएसटी छ एएसटी को ठाउँमा एक्स हान्ने एक्स कसरी हान्ने एक्स कसरी हान्ने यो अल्फा हान्ने अनि यो कोस्ट बन्द गरेर चाहिँ यो हानेपछि हाम्रो के आउँछ एक्स आउँछ अल्फा यो कोस्ट बन्द गरेको आयो भने के एक्स आयो इन्टु हान्नुहोस् अनि यहाँ कोस्ट बन्द गरिदिनुहोस् होइन 1 माइनस होइन 1 माइनस अब के गर्नु पर्यो त माथि कति छ 415 छ इन्टु अनि यहाँ एएसटी भनेको एक्स आयो होइन एक्स कसरी हान्ने अल्फा यो कोस्ट बन्द हान्नुहोस् अल्फा यो कोस्ट बन्द एक्स आयो होइन तलतिर के त बी भनेको कति छ 1000 इन्टु डी भनेको कति छ 150 इन्टु एफसी को भनेको कति छ 20 अब कोस्ट बन्द गरिदिनुहोस् अब यति भ्यालु हानिसकेपछि अब चाहिँ अब एन्सर कसरी पत्ता लगाउनु त शिफ्ट हान्ने यो सल्भ हान्ने है त्यसपछि इक्वल टु हान्ने के भने शिफ्ट हान्नुहोस् त्यसपछि सल्भ हान्नुहोस् त्यसपछि इक्वल टु हानेपछि हाम्रो के आउँछ है एरिया अफ स्टिलको भ्यालु चाहिँ आउँछ है त ए कति आयो त 409.47 चाहिँ के आयो त हाम्रो एमएम स्क्वायरमा चाहिँ एएसटी को भ्यालु आयो है त अब एरिया अफ स्टिल चाहिँ होइन मेन बारको लागि यति आयो भने चाहिँ अब हामीले एमा चाहिँ कति एमएम को रड चाहिँ युज गर्नु पर्छ युजिङ द मैले चाहिँ के कति युज गरेँ त 10 एमएम डायमिटर बार चाहिँ युज गरेँ है अब 10 एमएम डायमिटर बार युज गरिसकेपछि कि अब यसको चाहिँ एउटा बारको चाहिँ एरिया कति आउला त है पाइ डी स्क्वायर अपन 4 हो नि त फर्मुला होइन पाइ/4 इन्टु डी भनेको कति छ यो 10 डायमिटर भयो अनि पाइ डी स्क्वायर 4 हान्नु होला होइन पाइ/4 इन्टु डी भनेको यो डायमिटर भयो यो चाहिँ सल्भ गर्दा कति आयो त 78.54 एमएम स्क्वायर चाहिँ के आयो त हाम्रो चाहिँ एउटा बारको चाहिँ एरिया आयो है अब यति आइसकेपछि अब चाहिँ हामीले एरिया अफ स्टिल पनि पत्ता लगाउँ होइन बार अब एउटा बारको पत्ता लगाउँ भने चाहिँ अब एरिया अफ स्टिल चाहिँ पत्ता लगाउँ अब यसको लागि चाहिँ स्पेसिङ होइन कति स्पेसिङमा राख्ने त कति बारहरू होइन त्यो पत्ता लगाउँ है अब स्पेसिङ पत्ता लगाउने फर्मुला के हुन्छ बी इन्टु अ बार अपन एएसटी है बी भनेको चाहिँ 1000 भइहाल्यो अ बार भनेको एउटा बारको एरिया 78.54 भइहाल्यो अपन एएसटी भनेको चाहिँ हामीले पत्ता लगाउँछौँ नि त होइन त्यो भनेको त्यो 409.47 अब यो सल्भिङ गर्दा कति आयो त 191.80 एमएम आयो यो बराबर मैले कति लेखेको छु त 200 एमएम चाहिँ सेम भनेको छु है 200 एमएम चाहिँ माने है अब म्याक्सिमम स्पेसी कति हुनुपर्छ भन्छ है आइएस कोडले के हुन्छ भनेपछि हेर्नुलाई 3D एउटा 3D है 3 इन्टु डी जति आउँछ त्यो अनि एउटा आइए चाहिँ यो है आइए भनेको 300 अब होइन अब हामीले चाहिँ स्पेसिङ भनेको यी पनि एउटा यो पनि हो यो पनि हो यो पनि हो कि हामीले जति निकालेको छौँ त्यो अब यो दुईटा यी तीनटा मध्ये होइन जसको भ्यालु चाहिँ सानो छ हामीले त्यही चाहिँ गर्नुपर्छ स्पेसिङ है यो भन्दा ठुलो चाहिँ हुनु भएन भन्छ कि यो इनको भ्यालु मध्ये चाहिँ जसको चाहिँ भ्यालु सानो छ त्यही युज गर्छौँ है अब 3 इन्टु डी है 3 डी भनेको 150 भ्यालु यो गर्दा कति आयो 450 आयो अनि आयो भनेको 300 अब यी तीनटा मध्ये सबभन्दा सानो भ्यालु पनि यही हो नि त हाम्रो निकालेको 200 एमएम हो त्यही भएर चाहिँ हेन्स प्रोभाइडेड 10 एमएम बार एडेड 200 एमएम सेन्टर टु सेन्टर चाहिँ होइन हामीले 10 डायमिटरको बार युज गर्छौँ कति त 200 एमएम को चाहिँ सेन्टर टु सेन्टर स्पेसिङमा चाहिँ राखेर हामी चाहिँ युज गर्छौँ है त यो चाहिँ बुझ्नु भयो अब डिस्ट्रिब्युसन रेइन्फोर्समेन्ट भनेको मैले भनिहालेँ डिस्ट्रिब्युसन रेइन्फोर्समेन्ट भनेको के अरे लङ्गर स्प्यानमा चाहिँ जुन चाहिँ रडहरू युज हुन्छन् त्यो है त्यही भनेको के हो डिस्ट्रिब्युसन बार हुन् है अब यसको लागि एरिया निकाल्नु पर्यो है यसको लागि एरिया निकाल्ने फर्मुला के हो भने मिनिमम एरिया अफ डिस्ट्रिब्युसन स्टिल टु काट है मिनिमम एरिया अफ डिस्ट्रिब्युसन स्टिल टु काटको लागि 0.4 0.12
है पर्सेन्ट है 0.12% अफ भिडी हुन्छ के है अफ भिडी। अब हैन यो चाहिँ है यो चाहिँ याफी 415 र 500 को लागि हुन्छ है 0.12% है 0.12% चाहिँ याफी 415 र 500 को लागि हुन्छ हैन। याफी 250 को लागि 0.15% हुन्छ है। यति चाहिँ ध्यान राख्नु होला है। यो हामीलाई के दिएको छ याफी 415 दिएको छ। याफी 415 दिँदा चाहिँ कति हुन्छ 0.12% हुन्छ। यदि चाहिँ याफी 250 दिएको भए 0.15% हुन्छ है। हामीलाई त्यो हामीले चाहिँ के दिएको छ याफी 415 दिएको छ त्यही भएर चाहिँ 0.12% अफ भिडी भयो। 0.1% लाई चाहिँ पर्सेन्ट हटाउनको लागि चाहिँ के गर्नु हामीले 100 ले भागा गर्यौं इन्टु बी भनेको चाहिँ 1000 भ्यालु डी भनेको चाहिँ कति भयो त 175 यो गर्दा कति आयो त 210 mm² के आयो त हाम्रो डिस्ट्रिब्युसन बारको चाहिँ एरिया आयो है त। अब यति आइसकेपछि हामीले है डिस्ट्रिब्युसन बारको लागि अब रडहरु युज गर्नु पर्यो हैन। अब प्रोभाइडिङ कति त 8 mm बार चाहिँ हामीले युज गर्यौं हैन। अब 8 mm बार युज गर्यौं। अब हैन तपाईहरुको हैन यो सिम्पली सपोर्टेड स्ल्याबको लागि हैन यो एरिया अफ स्टिल हैन यो मेन बारको लागि मेन बारको जति छ त्यो भन्दा अलिकति सानो हुनुपर्छ कि त इक्वल हुनुपर्छ के। त्यही भएर चाहिँ मैले सानो युज गरे डायमिटर हैन। डायमिटर कि त सानो हुनुपर्छ कि त इक्वलसम्म हुनुपर्छ सकेसम्म सानो नै हुनुपर्छ है। त्यही भएर चाहिँ मैले कति युज गरे त 8 mm बार चाहिँ युज गरे। अब एउटा बारको चाहिँ सिमिलर त्यही गरे अब जस्तो अगाडि प्रोसेस चाहिँ गरेछौं त्यही हो भने अब प्रोभाइडिङ कति त 8 mm बार चाहिँ युज गर्यौं। अब एउटा बारको एरिया कति आयो त 50.26 mm युज गरे। अब स्पेसिङ अफ बार हैन अब डिस्ट्रिब्युसन बारको स्पेसिङ पत्ता लगाउने फर्मुला यही अघिको सेम टु सेम हैन माथि जस्तो गरे त्यस्तै b इन्टु अ बार अपन ast हैन। यहाँ चाहिँ क्याल्कुलेसन गर्दा ट्याक्क भ्यालु राख्नुस् ast भनेको त्यही 200 भ्यालु हैन। अ बार भनेको एउटा बारको एरिया भ्यालु 8 मिटर सरी 8 डायमिटरको लागि हैन यो कति आयो त 239.33 mm आयो। अब म्याक्सिमम स्पेस कति हुनु पर्यो त सेम है 5 इन्टु डी हान्नु पर्यो हैन। अब सेम के प्रोसेस के यो यी तीनटा मध्ये जसको भ्यालु सानो छ त्यही चाहिँ युज गर्ने के हैन। कति 5 इन्टु डी हान्दा कति आयो त 750 mm अनि अर्को कति छ त 450 mm यो कोडले दिएको है। कोडले के भन्छ भने चाहिँ इन्टिना मध्ये भ्यालु जसको सानो छ त्यही युज गर्नु भन्छ के। अनि हेन्स प्रोभाइडेड इन्टिना मध्ये भ्यालु भनेको यही हो नि त हैन। हेन्स प्रोभाइडेड 8 mm फाइबर मैले 239.33 यसलाई मैले के माने 200 स्पेसिङ मानेर चाहिँ गर्न पायो यहाँसम्म चाहिँ प्रोभाइडेड 8 mm फाइबर 200 mm सेन्टर टु सेन्टर चाहिँ यो भयो। अब यहाँसम्म चाहिँ बुझ्नु होला हैन। अब चाहिँ हाम्रो अन्तिम फाइनल एन्सरमा आइसकेको छ। अब चेक पर शेयर सोधेको छ एउटा हामीलाई के सोधेको छ चेक पर डिफ्लेक्सन सोधेको छ। अब चेक पर शेयर कसरी पत्ता लगाउने हेरौँ है त। अब चेक पर शेयर है स्टेप नम्बर 7 भाइ चेक पर शेयर कसरी पत्ता लगाउने अब भनेपछि फ्याक्टर शेयर फोर्स बराबर भ्यू बराबर के हुन्छ फर्मुला डब्ल्यू डब्ल्यू भनेको के यू भनेको के डिजाइन लोड है। हामीले अगाडि क्याल्कुलेसन गर्छौं डिजाइन लोड क्याल्कुलेसन गर्न डिजाइन लोड बराबर डिजाइन लोड इन्टु यल इफेक्टिभ अफ 2 ब डिजाइन लोड भनेको कति छ 2.5625 इन्टु यल इफेक्टिभ भनेको कति छ त 3.65 अपन 2 यो क्याल्कुलेसन गर्दा कति आयो त 22.926 के आयो त हाम्रो यो किलो न्युटनमा आयो है त। ल यहाँसम्म चाहिँ बुझ्नु होला है। 27 मिनेट चाहिँ भइहाल्यो हैन। मैले यदि गर्दै तपाईहरुलाई सिकाउँदै गरे भने चाहिँ एकदम लामो हुन्छ के भिडियो। त्यही भएर चाहिँ मैले चाहिँ सर्ट आफैले पहिला चाहिँ हैन बनाएर त्यसपछि तपाईहरुलाई देखाएको है। भिडियो पज गर्दै नै तपाईहरुले मज्जासँग चाहिँ सार्नु होला है। अनि 9 बजेको ठाउँमा फेरि हैन भिडियो पज गरेर चाहिँ फेरि सुन्नु होला मैले बोलेको हैन। यदि त्यस्तो गर्दा पनि यदि बुझ्नु भएन भने चाहिँ मलाई कमेन्ट बक्समा चाहिँ है कमेन्ट गर्नु होला है त। अब फ्याक्टर शेयर फोर्स कति आयो त 22.926 के आयो त किलो न्युटन आयो है। अब नोमिनल शेयर स्ट्रेस पत्ता लगाउनु पर्यो है। अब नोमिनल शेयर स्ट्रेस टाउ बी बराबर के हुन्छ भ्यू बाइ बीडी हुन्छ है। भ्यू भनेको यही भ्यालु अनि बी भनेको चाहिँ के रे 1000 है। यहाँ त मैले के भनेको थिएँ यहाँ त जति त्यो निम्न गर्छौं त्यहाँ चाहिँ बी को भ्यालु के हुन्छ 1000 रै राख्छौं भने थिएँ नि त हैन। कति आयो त 1000 इन्टु डी भनेको कति छ त स्मल डी भनेको चाहिँ 150 छ। अब यो चाहिँ गर्दा कति आयो त 0.152 न्युटन पर एम स्क्वायर चाहिँ आयो है। अब चाहिँ यति आयो। अब यति आइसकेपछि पीटी बराबर कति छ त पीटी बराबर अब अर्को पत्ता लगाउनु पर्छ। अब चेक पर शेयर गर्न बेला एउटा कुरा बुझ्नु है। चेक पर शेयर गर्न बेला हामी के पत्ता लगाउँ एउटा टाउ बी को भ्यालु पत्ता लगाउँ हैन। टाउ को भ्यालु यहाँबाट पत्ता लगायौं। एउटा चाहिँ हामी चाहिँ टाउ सी को भ्यालु पत्ता लगाउँछौं के टाउ सी को भ्यालु पत्ता लगाउँछौं के टाउ सी को भ्यालु चाहिँ कसरी पत्ता लगाउँछौं हैन। यदि हैन पछि अनि टाउ बी को भ्यालु लेस देन हैन टाउ सी हैन। यदि टाउ बी को भ्यालु चाहिँ टाउ सी लेस देन आयो भने चाहिँ के हुन्छ हाम्रो बिम चाहिँ सेभ हुन्छ के है।
अब त्यसपछि हामी चाहिँ पहिला पर्सेन्टेज निकाल्छौँ अनि पर्सेन्टेज र अनि चाहिँ ग्रेड अफ कङ्क्रिटको आधारमा चाहिँ हामीले एउटा टाउसीको भ्यालु पत्ता लगाउँछौँ। कसरी पत्ता लगाउँछौँ अब हेरौँ है त। अब पिटी बराबर के छ त 100 इन्टु एएसटी अपन बिडी छ। अब 100 भनेको 100 नै भइहाल्यो होइन। एएसटी अब पर्सेन्टेजमा लैजानको लागि 100 गुणन गरे हो कि होइन। अब एएसटी अब पत्ता लगाउँछौँ अनि बी भनेको डी भनेको अब यिनै भइहाल्यो होइन। अब एएसटीको लागि के भन्छ भने चाहिँ हेर्नु होला है, बेल्डिङ बुझ्नुपर्ने कुरो है, बेन्डिङ अल्टरनेट बार एट सपोर्ट है। हामीले बार होइन सपोर्टमा चाहिँ हामीले बेन्डिङ गर्यो भने एरिया एबल एट द सपोर्ट है। जुन चाहिँ बेन्डिङ गरेको चाहिँ सपोर्टमा छ नि त्यसको एरिया चाहिँ कति हुन्छ त फर मेन बारको लागि होइन इक्वल टु 50% हुन्छ है। 50% चाहिँ 50% अफ के को त अब 50% अफ है 50% होइन त्यो चाहिँ एएसटी पत्ता लगाउने फर्मुला है। यो चाहिँ ध्यान राख्नु होला। एएसटी बराबर 50% भनेको चाहिँ त्यसलाई चाहिँ पर्सेन्टेजमा हटाउन 100 ले भागा गर्नुहोस् कति आयो 0.5 आयो इन्टु यो चाहिँ एउटा बारको एरिया पाई आर स्क्वायर हुन्छ नि त होइन। पाई स्क्वायर पनि 4 हुन्छ। अब डायमिटर अब गोलो हुन्छ नि त होइन। बार अब रडहरू त गोला हुन्छ नि त्यही भएर चाहिँ पाई आर स्क्वायर लेखेको है। अनि 10 mm को युज गरेको थियौँ नि त हामीले मेन बारमा होइन। त्यही भएर चाहिँ 10 mm को चाहिँ त्यो डायमिटर डी इक्वल टु 10 भइहाल्यो अनि आर बराबर के हुनु त डी/2 भनेको चाहिँ कति त 5 भइहाल्यो होइन। त्यो पाई आर स्क्वायर भनेको आर भनेको 5 को स्क्वायर इन्टु बी बाई स्पेसिङ के बी बाई स्पेसिङ। बी भनेको कति छ 1000 भइहाल्यो 1000 अपन स्पेसिङ भनेको कति छ 200 छ। अब यो क्याल्कुलेसन गर्दा कति आयो त 196 है 0.34 mm स्क्वायर आयो है। अब पिटी बराबर के हुन्छ अरे यो एएसटी इन्टु 100 अपन बिडी हुन्छ होइन। अब यो भनेको एएसटी भनेको यति भइहाल्यो यसलाई 100 ले गुणन गर्ने अनि बी भनेको 1000 भइहाल्यो इन्टु 150 भनेको के आयो डी भइहाल्यो। योबाट क्याल्कुलेसन गर्दा कति आयो त 0.13% चाहिँ आयो है। अब हेर्नु होला है यहाँ अब चाहिँ अब टाउसीको भ्यालु पत्ता लगाउनु पर्यो है। टाउसीको है टाउसी भनेको के भनेपछि हेर्नुहोस् है कोडबाट म तपाईँलाई दिन्छु हेर्नु होला। टाउसी भनेको के हो डिजाइन सेयर स्टिङ अफ कङ्क्रिट है। टाउसी निकाल्नुपर्छ कि होइन। टाउबी लेस देन यदि टाउसी भएपछि टाउबीको भ्यालु हामीले अगाडि निकालेको छौँ। टाउबी लेस देन टाउसी भएपछि हाम्रो के हुन्छ डिजाइन सेप हुन्छ क्या है। अब हेर्नु होला त यहाँ पर्सेन्टेज हेर्नु होला त 100 इन्टु एएसटी अपन बिडी भनेको कति आयो त हामीलाई पिटी भनेको पर्सेन्टेज अफ पिटी भनेको चाहिँ 0.13 के आयो त हाम्रो पर्सेन्टेज आयो। अब हेर्नु होला है अनि कुन ग्रेड भएको छ त हामीलाई M20 को ग्रेडको चाहिँ युज भएको छ। अब हेर्नु होला है यहाँ चाहिँ होइन हाम्रो एक्ज्याक्ट भ्यालु होइन। अब हेर्नु होला अब पर्सेन्टेज कति आयो त 0.13 आयो। अब हेर्नु होला है त अब लेस देन अथवा इक्वल टु होइन लेस देन अथवा इक्वल टु 0.15 भन्दा सानाको लागि चाहिँ के हुँदो रहेछ अन्त अथवा 0.15 सम्मको लागि के हुँदो रहेछ त है टाउसीको भ्यालु जुन चाहिँ अब ग्रेडको कङ्क्रिट अनुसार हेर्ने क्या हाम्रो के M20 को लागि होइन 0.15 भन्दा सानो होइन 0.15 भन्दा सानो अथवा 0.15 सम्मको लागि के हुँदो रहेछ भने चाहिँ हेर्नु हाम्रो के त 0.13% आएको छ। यो भनेको त 0.15 भन्दा सानो हो नि त त्यसको लागि चाहिँ के हुँदो रहेछ त M20 को लागि चाहिँ टाउसीको भ्यालु कति भने 0.28 चाहिँ हुँदो रहेछ है। 0.28 न्युटन पर के हुन्छ mm चाहिँ स्क्वायर हुन्छ है। त्यही भएर हाम्रो के हुनु त भ्यालु चाहिँ टाउसी बराबर 0.28 चाहिँ हुने भयो है। अब अन्य केसमा चाहिँ होइन जस्तै होइन जस्तै हाम्रो उदाहरणको लागि पिटी भनेको कति आइदियो र ल 1.05 आइदियो। 1.05 भनेको कति हो त 1.05 भनेको चाहिँ हाम्रो चाहिँ 1.05 भनेको चाहिँ कतिको बिचमा पर्यो त 1. ल जस्तै उदाहरणको लागि होइन उदाहरणको लागि जस्तै हाम्रो चाहिँ पिटी बराबर चाहिँ ल कति मान्दिउँ ल भनेपछि कति मान्दिउँ भनेपछि है 100 डिभाइड भएर चाहिँ ल बिचमा पर्ने भ्यालु भनौँ कि होइन ल 1.05 नै मान्दिउँ न ल 1.05 नै मान्दिउँ न होइन। 100 र 1.25 को बिचमा के हो त 1.05 पर्यो हो नि त होइन। 1.05 यदि चाहिँ हाम्रो पर्सेन्टेज आयो भनेपछि 1.05 को बिचमा पर्ने भनेको त 1 यो हो नि त 1 र 1.25 पनि त यसको बिचमा चाहिँ परेपछि चाहिँ हामीले चाहिँ इन्टरपोलेसन मेथडबाट क्याल्कुलेसन गर्नुपर्छ क्या है। इन्टरपोलेसन मेथडबाट कसरी क्याल्कुलेसन गर्ने मैले चाहिँ भिडियोमा चाहिँ अपलोड गरिसकेको छु। एउटा हामी चाहिँ फर्मुलाबाट पनि कसरी क्याल्कुलेसन गर्न सकिन्छ अनि चाहिँ क्याल्कुलेटरबाट पनि डाइरेक्ट कसरी
निकाल्न सकिन्छ। मैले चाहिँ भिडियो बनाएको छु, यदि हेर्नु भएको छैन भने हेर्न नबिर्सनु होला है त है। तर हाम्रो चाहिँ के हो त 0.15 भन्दा सानो आयो, 0.15 भन्दा सानो आउँदा कति भयो त हाम्रो 0.28 आयो है। यहाँ चाहिँ कुनै इन्टरपोलेसन मेथड चाहिँ युज भएन है त। त्यही भएर चाहिँ हाम्रो के हो त हाम्रो टाउ सी बराबर के आयो त 0.28 न्युटन पर एमएच स्क्वायर। अब मैले के भन्छु टाउ बी लेस देन टाउ सी हुनु पर्यो भनेको कुनै त। अब टाउ बी बराबर कति आएछ त हाम्रो हेर्नु त 0.152 आएको छ किन हैन। टाउ सी को भ्यालु कति आयो 0.28 आयो। अब टाउ बी लेस देन टाउ सी भयो किन भन्नु त है। टाउ बी को भ्यालु के त सानो छ को भन्दा टाउ सी भन्दा। त्यही भएर चाहिँ के हो त यो हेन्स ओके भयो, डिजाइन के भयो त सेभ भयो है। हाम्रो चेक प्रोसेस यसरी गर्ने है। अब चेक फर डिफ्लेक्सन पत्ता लगाउनु पर्यो हैन। चेक फर डिफ्लेक्सन कसरी पत्ता लगाउने है हेर्नु होला है। चेक फर डिफ्लेक्सन कसरी पत्ता लगाउने, एरिया अफ स्ट्रेस प्रोभाइडेड इन टेन्सन है। अब टेन्सनतिर हैन प्रोभाइड गर्नु पर्यो एरिया अफ स्ट्रेस। अब यसको फर्मुला के हुन्छ पाई आर स्क्वायर इन्टु 100/2 छ है। यो फर्मुला यही हो, 0.5 नहाल्नु होला, ट्याक्क 0.5 हटाएर चाहिँ त्यो चाहिँ नहालिकन चाहिँ यति हाल्नु होला। यति हान्दा कति आयो त 392.69 के आयो त एमएम स्क्वायर है। एसटी प्रोभाइडेड बराबर अ बार इन्टु बी अपन स्पेसिङ हाल्नु भयो भने हाम्रो के आयो त एरिया अफ स्टिल प्रोभाइडेड आयो हैन। अब पीटी बराबर के हुन्छ एरिया अफ स्टिल प्रोभाइडेड अपन बीडी इन्टु 100 हाल्नु 100 हाल्नु भयो भने के आउँछ हाम्रो पर्सेन्टेजमा आउँछ हैन। एरिया स्टिल प्रोभाइडेड भनेको यही भ्यालु अनि बीडी भनेको चाहिँ यो भ्यालु अनि इन्टु 100 टु 100 भ्यालु अनि यो चाहिँ क्याल्कुलेसन गर्दा कति आयो त 0.26% आयो। अब एफएक्स पनि पत्ता लगाउनु पर्यो। एफएक्स बराबर कति आयो त 0 फर्मुला के हो भने चाहिँ 0.58 इन्टु एफआई इन्टु एएसटी रिक्वायर्ड अपन एएसटी प्रोभाइड है। यो एएसटी रिक्वायर्डमा चाहिँ हैन तपाईहरुले मेन बारको हाल्नु होला है। मेन बारको चाहिँ हाल्नु होला है एरिया अफ स्टिल है। एफएस बराबर कति आयो त 0.58 इन्टु एफआई इन्टु एएसटी रिक्वायर्ड अपन एएसटी प्रोभाइड चाहिँ यो चाहिँ फर्मुला युज गरेर चाहिँ एफएस को भ्यालु चाहिँ निकाल्नु होला है। अब एफएस बराबर चाहिँ हैन 0.58 भने एफआई भनेको 450 भ्यालु अनि एएसटी रिक्वायर्ड भनेको चाहिँ हामीले अगाडि फर्स्ट मेन बार निकालेको छौं नि त हैन। यो एएसटी बराबर यो तल यो हैन 409.47 है। त्यही हामी एएसटी रिक्वायर्ड भनेको आवश्यकता परेको यो हो अनि प्रोभाइडेड भनेको हामीले चाहिँ यसरी पत्ता लगाउने है। प्रोभाइड भनेको यही भइहाल्यो हैन। यो चाहिँ है यो एएसटी रिक्वायर्ड भनेको यो 409.47 एएसटी रिक्वायर्ड भइहाल्यो अनि एएसटी प्रोभाइड भनेको कति हो त 390 है 392.69 है। यो भनेको हामीले के आयो त यहाँ पत्ता लगाइसकेको छौं हैन। यो चाहिँ क्याल्कुलेसन गर्दा कति आयो त 250.98 न्युटन पर एमएम स्क्वायर आयो। मैले अगाडि फर्स्टमा के भनेको त अब मोडिफिकेसन फ्याक्टर चाहिँ कसरी पत्ता लगाउने भनेको थिएँ नि त हैन। अब मोडिफिकेसन फ्याक्टर चाहिन्छ कि हामीलाई है। मोडिफिकेसन फ्याक्टर कसरी पत्ता लगाउने म चाहिँ तपाईलाई देखाउँछु है। एकदम सिम्पल इजी तरिकाले सिकाउँछु म तपाईलाई मोडिफिकेसन फ्याक्टर हैन। अरूले कसरी सिकायो हैन तपाईहरु अरूले कसरी बुझ्छ त्यो मलाई थाहा भएन तर मेरो हेर्ने भनेको एकदम सिम्पल तरिका छ है। म तपाईहरुलाई मोडिफिकेसन फ्याक्टर कसरी पत्ता लगाउने म त्यो चाहिँ देखाउँछु है। जस्तै हाम्रो हैन एफएस को भ्यालु कति आयो त 250.98 आयो है। 250.98 आयो हैन। अनि एफएस को भ्यालु अनि पर्सेन्टेज अफ स्टिल कति आयो त 0.2 देखेको रहेछ। कति आयो त पर्सेन्टेज अफ स्टिल कति 0.26% आयो। यसलाई पीटी को लागि छोड्दिनुस् हैन। अहिले चाहिँ छोड्दिनुस्। हामीले चाहिँ यति भ्यालु थाहा भन्नुस् कि हैन कि अब केटी भनेको मोडिफिकेसन फ्याक्टर है 250.98 चाहिँ यसको भ्यालु चाहिँ यहाँ चाहिँ राख्नुस् है। यो चाहिँ राख्नुस् है। अब हेर्नु है यो भनेको पर्सेन्ट अफ टेन्सन रेन्फोर्स भइहाल्यो हैन। यो भनेको पीटी भइहाल्यो। पीटी भनेको चाहिँ हैन अब कति 0.26 आएको छ कता अनि एकको बीचमा पर्छ होला हैन। यो चाहिँ के भएन हैन। अब एफएस को भ्यालु हेर्नु है। अब हैन हेर्नु होला है। यदि 120 आयो भने चाहिँ एफएस को भ्यालु है 120। अब एफएस भनेको के हो भने चाहिँ हेर्नु होला है। एफएस इज स्टिल स्ट्रेस अफ सर्भिस लोड इन न्युटन पर एमएम स्क्वायर भनेको छ है। यहाँ चाहिँ एफएस भनेको है। अब एफएस बराबर हैन यदि 120 ठ्याक्कै एक्ज्याक्ट 120 आयो भने चाहिँ 0.4 राख्ने हैन। यदि 120 को चाहिँ आसपासमा आयो हैन 120 भनेको लगभग हैन 110 अथवा 120 को हैन 125 त्यस भित्र आसपासमा आयो भने चाहिँ हैन 0 हैन आयो भने चाहिँ एफएस को भ्यालु 0 देखि 0.4 सम्म चाहिँ त्यहाँ भित्रको भ्यालु तपाईहरु जुनसुकै चाहिँ राख्न सक्नुहुन्छ है। 0 त्यो भ्यालु चाहिँ तपाईहरु राख्ने भ्यालु कति हुनु पर्यो त 0 देखि 0.4 को बीचमा पर्नु पर्यो क्या।
अब सिमिलर त्यस्तै गर्ने क्या 145 आउने एफएसको भ्यालु चाहिँ 0.8 राख्नुहोस् हैन ठ्याक्कै 145 एक्ज्याक्ट आउने 0.8 राख्नुहोस् हैन तर चाहिँ 145 मा 130 अथवा 140 सम्म आयो हैन 150 सम्म आयो भनेपछि 0.4 देखि 0.8 को भित्रको भ्यालु तपाईहरुले हैन जुनसुकै राख्दा पनि हुन्छ है 0.4 देखि 0.8 भित्रको भ्यालु राख्नु पर्यो हैन सबैको लागि त्यही गर्ने के हैन 190 आउने एक्ज्याक्ट कति आउने 1.2 राख्ने तर 190 मा हैन तलमाथि चाहिँ के आयो भने चाहिँ हैन 0.8 देखि 1.2 को बीचमा राख्ने अब हाम्रो 1 हैन अब चाहिँ 240 आयो भने एक्ज्याक्ट 240 आयो भने 1.6 राख्नुहोस् हैन तर चाहिँ हैन तर चाहिँ 240 को चाहिँ आसपासमा आयो भने चाहिँ हैन 240 को चाहिँ आसपास हैन 250 230 सम्म आयो भने चाहिँ 1.2 देखि 1.6 सम्म चाहिँ तपाईहरुले चाहिँ हैन यसको चाहिँ 1.6 र 1.2 को बीचमा चाहिँ भ्यालु पर्ने चाहिँ राख्नु पर्यो है जस्तै हाम्रो कति छ त 250.98 आएको छ हैन 250 को चाहिँ भनेपछि यो 1.2 र 1.6 को बीचमा पर्यो नि त हैन अब हामीले भ्यालु लैजानुको बेला चाहिँ 1.2 र 1.6 को चाहिँ बीचको भ्यालु लेख्नु पर्यो के मैले अब 1.2 र 1.6 को भ्यालुमा पर्ने भ्यालु के हो त 1.45 चाहिँ मैले लगे है त केटी को भ्यालु है तपाईहरुले चाहिँ है केटी भनेको के मोडिफिकेसन फ्याक्टर है केटी भनेको त्यही भएर चाहिँ 1.45 चाहिँ हामीले चाहिँ मैले चाहिँ लगे है यो चाहिँ बुझ्नु होला हैन अब फर सिम्पल स्ल्याबको लागि हैन अब L/D mx पत्ता लगाउँछ एउटा L/D प्रोभाइडेड पत्ता लगाउँछौं है यदि L/D mx यदि ग्रेटर देन हैन L/D प्रोभाइडेड भयो भने चाहिँ हाम्रो चाहिँ के हुन्छ बीम चाहिँ स्ल्याब चाहिँ के हुन्छ सेफ हुन्छ है अब L/D mx भनेको हैन कसरी पत्ता लगाउने यो है सिम्पल स्ल्याबको भ्यालु हाल्ने है 20 हो अनि मोडिफिकेसन फ्याक्टर केटी भनेको कति त 1.45 हो यसलाई गुणन गर्दा कति आयो त है 29 आयो अब L/D प्रो भनेको L भनेको चाहिँ इफेक्टिभ लेन्थ हाल्नु होला हैन 3.65 मिटरमा त इन्टु 1000 ले गुणन गर्नु पर्ने के आयो त हाम्रो mm मा अनि d भनेको कति भयो त 150 चाहिँ यो गर्दा कति आयो 24.33 आयो है कति आयो त 25 आयो अब यो भ्यालु L/D को भ्यालु चाहिँ ठुलो आउनु पर्यो म्याक्सिमम चाहिँ ठुलो आउनु पर्यो को भन्दा त प्रोभाइडेड गरेको भन्दा त्यसपछि हाम्रो के हुन्छ सेभ हुनु पर्यो आयो नि 29 आयो यो चाहिँ कति आयो त 25 आयो भने चाहिँ यो ठुलो नै आयो नि त हैन सिन्स L/D mx ग्रेटर देन L/2 प्रोभाइडेड हैन सो द स्ल्याब इज सेभ इन डिफ्लेक्सन है तपाईहरुले यहाँसम्म गरेपछि भइहाल्यो है भइहाल्यो भन्दा पनि हाम्रो चाहिँ गर्नुपर्ने यही नै हो क्वेशनमा के छ चेक पर शेयर भनेको छ अनि चेक पर डिफ्लेक्सन भनेर सोधेको छ अनि लास्टमा टक्कै फिगर बनाइदिनु होला हैन है तर 8 मार्क्सको लागि सोधेको छ 8 मार्क्सको लागि एकदम लामै छ के गर्नुपर्ने धेरै छ तर मार्क्स चाहिँ अलिकति कम छ के है तर चाहिँ अलिकति चाहिँ हैन अलिकति चाहिँ 10 अथवा 12 मार्क्ससम्म चाहिँ राखिदिनु पर्ने के हैन तर एकदम इजी चाहिँ इजी छ तर अलिकति चाहिँ गर्नुपर्ने धेरै लामो छ हैन फर्मुला पनि त्यतिकै याद गर्नुपर्ने छ हैन कता कता कोड सोड हैन धेरै लाग्छ युज हुन्छ हैन कोड पनि प्रिन्ट गर्नु भएको हैन टक्क फिगर बनाउनु होला है यो चाहिँ वलको थिकनेस भइहाल्यो अनि यहाँदेखि यहाँसम्म चाहिँ क्लियर स्प्यान भइहाल्यो हैन अनि यहाँदेखि यहाँसम्म 300 mm भइहाल्यो यहाँदेखि यहाँ अनि यो चाहिँ यहाँदेखि यहाँसम्म चाहिँ हैन टक्क चाहिँ यहाँदेखि यहाँसम्मको 450 भइहाल्यो अनि चाहिँ तलको यो भनेको मेन बार हो नि यो माथिको है यो चाहिँ मेन बार हो यो है यो माथिको जुन चाहिँ कति 10 mm को बारको चाहिँ युज भएको छ 200 mm को सेन्टर स्पेसिङमा है अनि चाहिँ यो भनेको तलको 8 mm भएको चाहिँ युज भएको डिस्ट्रिब्युसन बार हो है यो डिस्ट्रिब्युसन बार हो यो भनेको तलको है यो भनेको माथि भनेको मेन बार हो है ल फिगर चाहिँ टक्क बनाउनु पर्ला हैन यहाँदेखि यहाँसम्म भनेको हाम्रो ओभरअल डिप भइहाल्यो 175 mm चाहिँ हैन यो केही छैन फिगर चाहिँ हैन टक्क तपाईले चाहिँ बनाउनु होला हैन ल आजलाई भने भिडियो यति नै है साथीहरु अब यो है म तपाईलाई एकचोटी सरर देखाइदिन्छु है तर गर्नुपर्ने धेरै लामो छ हैन बुझ्नु पर्ने पनि धेरै छ है तर चाहिँ अलिकति इजी नै हो हैन न्युमेरिकल चाहिँ अब यत्रो न्युमेरिकल गर्नुपर्ने तर 8 मार्क्सको लागि सोधेछ के अलिकति चाहिँ त्यो चाहिँ अलिकति खासै मलाई चाहिँ चित्त बुझेन के है के गर्ने अब हैन अब है टक्क म देखाइदिन्छु है तपाईहरु चाहिँ भिडियो पज गर्दै मज्जासँग सार्नु होला है भिडियो यदि मन पर्यो भनेपछि है सबै साथीहरुलाई चाहिँ हैन सबै साथीहरुले चाहिँ शेयर गर्दैन होला हैन आफ्नो साथीहरुलाई हैन यदि नबुझेको कुरा के छ भनेपछि मलाई चाहिँ कमेन्ट गर्नु होला है तल है एक्जाम आइसक्यो हैन मैले पनि एक्जाम दिनु पर्ने छ है मैले पनि एक्जामको तयारी गर्नु पर्ने छ है मेरो पनि एक्जाम छ हैन त्यही पनि एक्जाम हुँदा हुँदै पनि तपाईहरुको लागि भनेर मैले चाहिँ लिएको छु है यो चाहिँ b * d * गामा rc छ यहाँ चाहिँ अलिकति क्रिमेट भएको छ अनि यहाँ लेखिदिएको छु है नझुक्किनु होला टक्क हैन
म तपाईँहरूलाई स्टेप भनेको यी नै हुन् है। स्टेप चाहिँ मैले यसरी 4 नम्बर 1 नम्बर यो नम्बर हालिदिएको छु, यी भनेको स्टेप नै हुन् है। तपाईँहरू आफै पनि बनाउन सक्नुहुन्छ है स्टेपहरू है। मैले चाहिँ स्टेपहरू बनाउन त बनाएको थिएँ, तर मैले देखाइनँ, किनकि स्टेप भनेको यही हुन्, यिनै त हुन् त होइन। मैले चाहिँ नम्बर हालेको छु, तिनै हुन् के स्टेप भनेको है। त्यही भएर चाहिँ मैले चाहिँ बनाएन, तपाईँहरूलाई सरी देखाएन है। स्टेप चाहिँ अरू चाहिँ मैले चाहिँ बनाउन चाहिँ बनाएको छु, किनकि अब यिनी स्टेप देखाइरहेको छु होइन। घरिघरि त्यही स्टेप किन देखाउनु भनेर हो क्या। ल मजासँग सार्नु होला साथीहरू। भिडियो पज गर्दैन, नबुझेको ठाउँमा फेरि रिपिट गर्दै होइन। यत्रो मिहिनेतले बनाइदिएको छु, मजासँग पढ्नु होला है। तपाईँहरूलाई इक्जामको शुभकामना छ, राम्रोसँग दिनु होला इक्जाम है। अब आरसिसी चाहिँ मजासँग पढ्नुहोस् है। न्युमेरिकल मैले धेरै हालिसकेको छु नि आरसिसीको होइन। एउटा न्युमेरिकल भनेको एउटा फर्स्ट च्याप्टरबाट नछोड्नुहोस् क्या। फर्स्ट च्याप्टर भनेको एकदम इजी सोध्छ क्या है। अनि चाहिँ एउटा कोलमबाट नछोड्नु होला क्या। कोलमबाट पनि एकदम इजी सोध्छ क्या है। सबैबाट सोध्नु इजी नै छन्, खासै गाह्रो चाहिँ छैन कि न्युमेरिकल है आरसिसीका है। यस्तो गाह्रो चाहिँ मलाई खासै लागेन है। ल भिडियो ल 45 मिनट भइसकेछ होइन। लेक्चर दिँदै पनि है आफैले अब लेखिसकेको कुरालाई अब मैले अब लेख्दै पढ्दै तपाईँलाई सिकाउँदै गरेको भए त अब कति भिडियो कति धेरै लामो हुन्थ्यो होइन। ल हस् त आजलाई भने भिडियो यति नै। मन पर्यो भने लाइक कमेन्ट है, सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नुहोस्, आफ्नो साथीहरूलाई सेयर गरौँ भने नभन्नु होला है त। हस् त।